चीज हो यो गजब। अब यसमा के छ हामी हेर्न जाँदैछौँ खोलेर कस्तो छ के छ। तपाईहरुले पनि लिन सक्नुहुन्छ। यो चाहिँ 12,000 मा मात्रैमा पाइन्छ। यो गएर सोध्नु होला भनेर भन्न मिलेन। यसलाई पर्छ 16,000 रुपैयाँ। राखेर किन राखेर त्यसरी हान्दैन के पहिला सुरुमा पछि हान्छ पछि हो पछि तिमीले त्यो भित्र छुन्छौ नि त्यसपछि त्यो मजबुत गराएर राखेको हुन्छ नि। ल हेर्नुहोस् अनबक्सिङ हुँदैछ हाम्रो सबै यो भित्र सामान नयाँ चिज। यसको नयाँ सुगन्ध आइरहेछ मलाई। अनबक्सिङ हाम्रो चिज चाहिँ अरे अब त्यो प्लास्टिक निकाल नछौ है। समाउँछ एकछिन हो 2 मिनट चाहिँ यसमा करेन्ट आउँदो रहेछ। हेल्दी फ्रेस हेर न चरचर गरेछ। त्यसको फलाम छ नि त्यही भएर अरू प्लास्टिक चिजले सुन्नुपर्छ। अझै राख प्लास्टिक चिज दिन्छु। प्लास्टिकको दिँदा तल फेरि उ पनि लागिएन। त्यसको चप्पल लाउनुपर्छ नि। त्यो मार्ने करेन्ट होइन। एकछिन सुन्नु न आइराख। अब यसलाई यसको ढोका खोल्ने उपाय गर्नुपर्छ बिस्तारै। ढोका खोलेपछि हटाउँछ। त्यो भित्र बाफ फेर हान्दो रहेछ क्या करेन्ट। प्लास्टिक लगाउने हातमा त्यसपछि स्वाट खोल्ने पुरा एउटै यो प्लास्टिकको वाला चक्कुसँग हानेखेर अझै हानेखेर बिस्तारै एउटा औलोले छौ त। मलाई अघि लागिसक्यो करेन्ट। मैले मजाले यत्रो गरेर छाप्छु मजा त पुरा। गेट कता हो? यता खोल्ने यता खोल्ने। अब गइसक्यो उखाने। त्यो ढोका नखोलेर नछोडेसम्म हानिरहेको छ। कपडा सोडा केही लगाउनु चप्पल लगाएस के चप्पल भन्दा यही गत्ताको माथि टेक्यो नि त केही हुन्न होला। यो गत्ता प्लास्टिक त हो। चप्पल अलि बेस